फाइनली आज हामी सुराई बनाउने दिदीहरुकोमा हामी जाँदैछौँ। गाइस आज बिहान हाम्रो घरमा रेडी भएको छ फ्राइड राइस हैन, अन्डासँग एकदम मस्त रेडी भइसकेको छ। अनि यता हेर्न सक्नुहुन्छ यहाँ सब्जी भात पाक्दैछ बिहान गाइस हेर्न सक्नुहुन्छ। अनि आज बिहान चाहिँ ब्रेकफास्ट हुँदैछ मेरो है। हेलो गाइस, गुड मर्निङ छ। आज मेसेज सबैजनालाई स्वागत छ तपाईलाई मेरो छोटो मिठो मिनी ब्लगमा। आज शनिबारको दिन म चर्च जाँदैछु अनि म चर्च पनि आइसकेँ नि, अलरेडी संगति सुरु भइसकेको छ है। अनि हाम्रो ठुलो बाले वचन बोलिराख्नुपर्छ, वचन दिइराख्नु भएको छ है। ल साथीहरुले चाहिँ हामी संगति सकेर घरतिर आएका छौँ है। अनि अब चाहिँ हामी सुराई खानालाई हामी दिदीहरुकोतिर जानुपर्ने छ। अनि म साथीहरु त दिदीहरुकोतिर आएको थिएँ गाउँमा हैन, यहाँ चटपटे बनाइराख्नु भएको रहेछ। दिदी बेना मस्त खाइराख्नु भएको रहेछ। अनि म पनि बिचमा गएर मैले नि खाइदिएँ है। चटपटे पनि दिदीहरुकोमा आएर खाइयो हैन। अनि बेनाहरु काट्न जानु भएको थियो। अनि यो उड्ने खालको मुसा भेट्नु भएको रहेछ। अनि कोले देख्नु भएको छ गाइस कमेन्ट गर्न होला है। मैले त आज फर्स्ट टाइम देख्दैछु। अनि ल अब चाहिँ रेडी भएर साथीहरु हामी चाहिँ दिदीहरु घरतिर जान लाग्दैछौँ है। अनि दिदी घर पनि नजिकै भएको कारणले गर्दा चाहिँ हामी चाहिँ बेलुका जाँदैछौँ। अनि हामी चाहिँ अब निस्किसकेका छौँ। हेर्न सक्नुहुन्छ हाम्रो दाइको छोरी छ अनि हामी तीनजना। अनि हामी चाहिँ दिदीहरु घर आइसकेर पनि हामी यता प्रोग्राम भएकोतिर हामी जाँदैछौँ। अहिले बाटोमा छौँ हामी चाहिँ। अनि हाम्रो चाहिँ एन्ट्री हुन्छ साथीहरु हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ अब प्रोग्राममा चाहिँ हामी छिर्दैछौँ है। यहाँ स्कुलमा जुन हरफोर स्कुलमा चाहिँ कार्यक्रम भइरहेको छ है फिल्डमा। अनि मान्छे पनि एकदम भिड छ हेर्न सक्नुहुन्छ। मान्छेको बवाल भिड छ है। बाबरे मान्छे नाच डान्स यहाँ डान्स चलिरहेछ, डान्स हेरिरहेछ है। अनि यहाँ हाम्रो फेरि भाउजूहरू आइसक्नु भएको छ अगाडि नै। यहाँ भिडियो बनाउँदै हुनुहुन्छ होइन। भाउजूसँग गफ गरियो अनि यता रमाइलो गर्दै डान्स हेर्दै होइन। अनि फेरि अर्को डान्स सुरु भइसकेको छ। साथीहरू हेर्न सक्नुहुन्छ यहाँ साली बेनाको डान्स हरियो चाहिँ है। यो डान्सलाई पनि चिनिदिउँ है सबैजनाले। हाय हाय इतना सुकून। साथीहरु साली बेनाको डान्स पनि हेऱ्यो होइन। तपाईहरुलाई कस्तो लाग्यो लाइक कमेन्ट गर्नु होला है सबैजना। पर्खिनु है साथीहरु कतै नजानु है। नेक्स्ट डान्स पनि हामी हेर्न छौँ। एकछिन रमाइलो गर्न चाहिँ हेर्नु चाहिँ खतरा डान्स सबै उनीहरुको है। तो चलिए शुरू करते हैं। म्युजिक खतरनाक डान्सर साउन्ड भएन बुफरको साउन्ड खोइ। ल यी दाजुहरूको भिडियो पनि तपाईँले हेर्नु होला, नाच पनि हेर्नु होला। कस्तो लाग्यो कमेन्ट गर्नु होला है। खतरा डान्स छ है। मलाई चाहिँ बवाली लाग्यो, एकदम रमाइलो लाग्यो है। अब चाहिँ बेलुका भइसक्यो साथीहरु। अब चाहिँ ग्रुपिङ डान्स भइरहेको छ हेर्न सक्नुहुन्छ है। एकदम मस्त रमाइलो भइरहेछ। सुराईको दिनमा एकदम रमाइलो चलिरहेछ हेर्न सक्नुहुन्छ। अनि मलाई पनि साथीहरूले नाचेको देख्दाखेरि मलाई एकदम नाच्नु मन लागेर म पनि नाच्न थालेँ होइन। भेनासँग यस्तो हात लगाएर एकदम म पनि रमाइलो गर्न थालेँ। साथीहरूलाई देखेर रमाइलो गर्नु पर्यो नि, सुराईको दिन हो होइन। रमाइलो गर्ने दिन रमाइलो गर्नुपर्छ सबैजनाले। अनि अब चाहिँ यता दिदीहरु घरतिर आएका छौँ होइन। कार्यक्रम सकिसकेको छ। यहाँ हाम्रो भान्जा भान्जीहरू छन्। यहाँ दिदीहरूले खानाहरू पकाउँदै हुनुहुन्छ है, हेर्न सक्नुहुन्छ। दिदीहरूले यहाँ तयारी गर्दै हुनुहुन्छ। यसरी यहाँ भान्जी हाम्रो कान्छी भान्जी यहाँ छ। अनि दिदीहरूले आउनु बित्तिकै यहाँ चिया दिनुभयो। चिया खान थाल्यौँ हामीले है। जाडो मौसम पनि थियो। चिया एकदम तातो चिया है, मस्त गरम खाइयो चिया खाँदै होइन। अनि यहाँ बगिया पनि बनाउनु भएको छ। बगिया पनि दिनु भएको छ। हेर्न सक्नुहुन्छ बगिया लड्डु। अनि अब चाहिँ हाम्रो खाना खाने पालो यहाँ हेर्नुहुन्छ। एकदम मासु होइन। मासु चाहिँ एकचोटा चाहिँ मेरो लोस भयो है। साथीहरू जरो यार मलाई घाटा लाग्यो। अनि मासु पापड सापड एकदम मिठो बनाएको छ नि हाम्रो दिदीहरूले। अनि पाहुना खाइँदैछ आज मस्त दिदीहरुकोमा सोराई है। अनि अब चाहिँ हामी खानासाना खाइसकेपछि हामी घरतिर जाने होइन। घरमा पनि कोही छैन,
त्यही भएको कारणले गर्दाखेरि यहाँ अब हजुरआमा यहाँ आएर बस्नुभएको थियो दिदीहरूकोमा अनि हजुरआमालाई पनि लिन भनेर आएको थियौँ हामी चाहिँ सुराई खाने भनेर पनि। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो साथीहरू लाइक कमेन्ट सेयर च्यानल सब्सक्राइब गर्न बिर्सिनु होला है।